उत्तर कोरियाले दक्षिण कोरियातर्फ ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरेको छ। बुधबार बिहान उत्तर कोरियाले आफ्नो पूर्वी क्षेत्रमा मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ। दक्षिण कोरियामा हुन लागेको एसिया प्रशान्त आर्थिक सहयोग EPEC शिखर सम्मेलन भन्दा एक साता अघि मिसाइल प्रक्षेपण भएको हो। उक्त सम्मेलनमा चिनिया राष्ट्रपति सी जिनपिङ, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य विश्वका नेताहरू दक्षिण कोरियाको गेङ्जू शहरमा भेला हुने भएको छ। दक्षिण कोरियाको सेनाका अनुसार केही छोटो दूरीका ब्यालिस्टिक मिसाइल भएको र जापान सागर अर्थात् पूर्वी सागरतर्फ प्रक्षेपण गरिएको पाइएको छ। यसबारे दक्षिण कोरियाली समाचार एजेन्सी योनहापले पनि जानकारी दिएको छ। दक्षिण कोरियाली सञ्चार माध्यमका अनुसार थप प्रक्षेपण हुन सक्ने भन्दै सेनाले निगरानी बढाएको छ। यसबारेमा जापान र अमेरिकालाई पनि जानकारी गराएर सतर्कता अपनाइएको छ। समाचार एजेन्सी योनहापका अनुसार उत्तर कोरियाले यस अघि मे 8 र मे 22 मा छोटो दूरीका ब्यालिस्टिक र क्रुज मिसाइलहरू पूर्वी सागरतर्फ प्रक्षेपण गरेको थियो। त्यसपछि यो पहिलो प्रक्षेपण हो जुन दक्षिण कोरियाका नयाँ राष्ट्रपति ली जे म्युङले जुनमा पदभार लिएपछि भएको हो।